हाम्रो नेपालमा दैनिक हजारौं बिरामीहरू विभिन्न रोगको कारणले उपचार गराउन अस्पताल जाने गर्छन्। बिरामी यो बेला उसको जिन्दगीको एकदमै लो पोइन्टमा हुन्छ र एकदमै वनरेबल अर्थात् कमजोर हुन्छ र उसले अस्पतालबाट एउटा माया र सद्भावको साथ गुणस्तर र सुरक्षित स्वास्थ्य सेवा चाहिरहेको हुन्छ र यो उनीहरूको अधिकार पनि हो। हाम्रा अस्पतालहरूमा विभिन्न सिप तालिम भएका स्वास्थ्य कर्मीहरूले रात दिन नभनी काम गर्ने गर्छन्, चाहे त्यो डाक्टर नर्स होस् वा फार्मासिस्ट वा अन्य कुनै कर्मचारी जस्तै क्लिनर, सेक्युरिटी गार्ड वा एक रिसेप्सनिस्ट। हरेकले आफ्नो क्षमता अनुसारको फरक फरक कार्य गर्ने गर्छन्, तर सबैजनालाई जोड्ने एउटा साझा लक्ष्य अर्थात् मेन गोल भनेको त्यो बिरामीको गुणस्तर र सुरक्षित स्वास्थ्य सेवा हो। तर हाम्रा अस्पतालहरूमा बिरामीहरूले के त्यो पाइरहेका छन्? आउनुस् आज कुरा गरौँ क्लिनिकल गभर्नेन्सको बारेमा। स्वास्थ्य सेवाको एउटा अध्यारो पक्ष जसको विषयमा धेरै चर्चा हुँदैन, तर यो बिना हाम्रो स्वास्थ्य प्रणाली सुधार गर्न र सुरक्षित बनाउन असम्भव छ र हाम्रो अस्पतालहरू सुरक्षित भएन भने हाम्रो समाज कहिल्यै सुरक्षित बन्न सक्दैन। क्लिनिकल गभर्नेन्स भनेको अस्पताल र स्वास्थ्य संस्थाहरूले बिरामीको सेवाको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नको लागि अपनाउने प्रक्रिया हो। यसमा हाम्रो अस्पतालहरूको क्वालिटी अर्थात् गुणस्तरको जाँच गरिन्छ र कमी कमजोरीहरूलाई औँलाइन्छ र सुधारको उपायहरू अपनाइन्छ। वर्ल्ड हेल्थ अर्गनाइजेसन अर्थात् WHO को अनुसार कुनै पनि अस्पताल कतिको सुरक्षित र गुणस्तर छ जाँच गर्नको लागि केही आधारभूत कुराहरू हेरिन्छ। सबैभन्दा पहिला बिरामीको सुरक्षा, पेसेन्ट सेफ्टी। हाम्रा अस्पतालहरूमा दैनिक हजारौं कामहरू हुने क्रममा विभिन्न कमी कमजोरीहरू हुने गर्छन्, चाहे त्यो एउटा डाक्टरले मिसडायग्नोस गरेर होस्, फार्मासिस्टले गलत औषधि दिएर वा एउटा क्लिनरले राम्रोसँग सफा नगरेर र त्यसले गर्दा सङ्क्रमण बढेर होस्। यो नेपालको अस्पतालमा मात्रै नभएर संसारको हरेक अस्पतालमा धेरै थोरै हुने गर्छ। यो एक मानिसबाट हुने ह्युमन एरर हो जसलाई 100% निर्मूल पार्न सकिँदैन। तर एक राम्रो स्वास्थ्य संस्थाले यी कमी कमजोरीहरूको अध्ययन गर्छ र यी गल्तीहरू नदोहोरिने लक्ष्य लिएर आफ्नो स्वास्थ्य प्रणालीमा निरन्तर सकारात्मक परिवर्तन ल्याउँछ र अल्टिमेटली स्वास्थ्य सेवामा सुधार आउँछ। यसको लागि स्वास्थ्य कर्मीहरूलाई अस्पतालले निरन्तर अडिट, क्वालिटी इम्प्रुभमेन्ट प्रोजेक्ट जस्ता कुराहरूमा इन्करेज गर्नुपर्छ। हाम्रा अस्पतालहरूमा हुने एरर, गल्तीहरूले धेरै जसो कोही व्यक्तिको भन्दा पनि स्वास्थ्य प्रणालीको कमजोरी देखाउँछ। दोस्रोमा आउँछ एकाउन्टेबिलिटी एन्ड ट्रान्सपरेन्सी। यो भनेको अस्पताल र स्वास्थ्य कर्मीहरूले आफ्नो क्रियाकलाप र निर्णयप्रति जवाफदेही हुनु हो र उपचारको प्रक्रिया पारदर्शी गराउनु हो, जसले गर्दा बिरामी र स्वास्थ्य कर्मी बीच एउटा विश्वासको पुल बाँध्ने काम गर्छ र स्वास्थ्य सेवाको गुणस्तर बढाउँछ। यसमा कमी कमजोरी हुने गर्दा बेला बेलामा नेपालमा अस्पताल तोडफोड हुने, स्वास्थ्य कर्मीमाथि हातपात हुने जस्तो समाचारहरू सुनिरहने गरिन्छ, जसले स्वास्थ्य सेवालाई नै झन पछाडि धकेल्ने काम गर्छ। हामीले यो बुझ्न जरुरी छ कि बिरामी र स्वास्थ्य कर्मीहरू विपक्षी नभएर एकै पक्षमा छौँ र एउटै कुरा चाहन्छौँ, त्यो हो गुणस्तर स्वास्थ्य सेवा। तेस्रो नम्बरमा आउँछ पेसेन्ट इन्भल्भमेन्ट। यो भनेको बिरामीलाई स्वास्थ्य सेवाका निर्णय प्रक्रिया, उपचार र हेरचाहमा सक्रिय रूपमा समावेश गर्नु हो। यसले गर्दा उपचारको निर्णयमा पारदर्शिता ल्याउँछ र बिरामीको सन्तुष्टि बढाउँछ। त्यसको साथसाथै बिरामीहरूबाट समीक्षा र प्रतिक्रिया अर्थात् फिडब्याक लिँदा स्वास्थ्य सेवा सुधारमा कदम चाल्न प्रोत्साहित गर्छ। त्यसैले एउटा यस्तो स्वतन्त्र प्रणालीको जरुरी छ जसले गर्दा बिरामीहरूले आफ्नो अस्पताल स्वास्थ्य सेवाप्रतिको भावना सहज रूपमा व्यक्त गर्न सकुन्। चौथो नम्बरमा आउँछ प्रोफेसनल डेभलपमेन्ट। मेडिकल क्षेत्र भनेको हरेक दिन इभल्भ हुँदैछ। विभिन्न नयाँ नयाँ रिसर्च आविष्कारहरू भइरहेका छन् र विभिन्न किसिमका नयाँ रोगहरू उत्पन्न पनि भइरहेको छ।
र यसको लागि स्वास्थ्य कर्मीहरू आफ्नो नलेज स्किल्समा अप टु डेट हुन अत्यन्तै जरुरी हुन्छ। अस्पतालले स्वास्थ्य कर्मीहरूलाई चाहिने तालिम दिनाले स्वास्थ्य सेवामा सुधार आउन मद्दत गर्छ। नेपालमा नेपाल मेडिकल काउन्सिलले कन्टिन्युड प्रोफेसनल डेभलपमेन्ट CPD को व्यवस्था ल्याएको छ, जुन एकदमै सकारात्मक छ, तर रेगुलरली नियमन हुनुपर्ने देखिन्छ। 5औं नम्बरमा आउँछ क्लिनिकल इफेक्टिभनेस। यो भनेको स्वास्थ्य कर्मीहरूले बिरामीहरूलाई दिने उपचारको प्रभावकारिताको मापन हो। यसमा उपचारको परिणाम, दिइएको उपचार एभिडेन्स बेस्ड अर्थात् वैज्ञानिक अनुसन्धानमा आधारित छ कि छैन र बिरामीको सन्तुष्टि हेरिन्छ। र अन्तिममा आउँछ रेस्पोन्सिभ गभर्नेन्स। यो भनेको अस्पतालको व्यवस्थापन र नेतृत्व कतिको प्रभावकारी र उत्तरदायी छ र संस्थाले बिरामी र समाजको आवश्यकतामा आधारित निर्णय र काम गर्ने प्रक्रिया हो। कुनै पनि अस्पतालको गुणस्तर जाँच गर्नको लागि त्यस अस्पतालमा क्लिनिकल गभर्नेन्स विभाग छ कि छैन र छ भने कतिको प्रभावकारी छ, त्यसले धेरै फरक पार्छ। नेपालमा क्लिनिकल गभर्नेन्सको प्रक्रिया अपनाउने अझै पनि अर्ली फेजमा छ। केही अस्पतालहरूले यसलाई अपनाइसकेका छन्, तर धेरैजसो सरकारी तथा गैर सरकारी अस्पतालहरूमा यसलाई व्यवस्था गर्नाले स्वास्थ्य सेवामा सुधार आउन सकेको छैन। यसको लागि सरकारले स्वास्थ्य संस्थाहरूमा प्रभावकारी गभर्नेन्स सुनिश्चित गर्न कडा अनुगमन, उचित कानुन र नीतिको निर्माण गर्न अत्यन्तै जरुरी देखिन्छ। र त्यसको साथसाथै अब आउने भविष्यका स्वास्थ्य कर्मीहरू जस्तै स्टुडेन्ट नर्स, स्टुडेन्ट डाक्टर, फार्मासिस्टहरूलाई क्लिनिकल गभर्नेन्सको बारेमा ज्ञान दिनु अत्यन्तै जरुरी हुन्छ। स्वास्थ्य सेवाको निरन्तर सुधार एउटा यात्रा हो, गन्तव्य होइन। चुनौतीहरू आउँछन्, त्रुटिहरू हुन्छन्, तर मुख्य पाठ भनेको हामीले त्यसबाट के सिक्यौँ र त्यसलाई दोहोरिन नदिन के गर्न सकिन्छ। त्यसैले यदि हाम्रो स्वास्थ्य सेवामा सुधार ल्याउने हो भने एउटा प्रभावकारी क्लिनिकल गभर्नेन्सको विकल्प छैन। धन्यवाद। यदि तपाईलाई मेरो च्यानलको स्वास्थ्य सम्बन्धी विषयवस्तुहरू फाइदाजनक लाग्छ भने मेरो च्यानललाई सेयर अनि सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।